हेलो नमस्कार। नमस्कार सर, म राष्ट्रिय वाणिज्य बैंकबाट बोल्दैछु। तपाईको केवाईसी अपडेट नभएकाले तपाईको खाता केही समयमै बन्द हुन सक्छ भनेर जानकारी गराउँदैछु। कृपया त्यसलाई तुरुन्त अपडेट गर्नुहोला। ए हो र, कसरी गर्ने हो? तपाईको मोबाइलमा एउटा ओटिपी आउँछ, त्यो नम्बर मात्र भन्नुहोस्, केवाईसी तुरुन्त अपडेट हुन्छ। ओटिपी या त कुनै ओटिपी आएको छैन। तपाईको स्क्रिन शेयर गर्नुहोस् त, म तपाईलाई सिकाइदिन्छु। हस्, धन्यवाद सर। तपाईको केवाईसी अपडेट हुँदैछ? हस्, धेरै धेरै धन्यवाद। A few moments later. मेरो खाताबाट सबै पैसा ट्रान्सफर भयो। लौ न, के गर्ने होला? यही तरिकाले अहिले धेरै सरकारी कर्मचारीहरू ठगीको शिकार भइरहेका छन्। ब्याङ्कले कहिल्यै पनि फोन मार्फत ओटिपी, पिन, पासवर्ड माग्दैन वा स्क्रिन सेयर गर्न लगाउँदैन। ओटिपी कसैलाई पनि नदिनुहोस्। एक क्षणको विश्वासले जीवनभरको बचत गुम्न सक्छ। यदि यस्तो घटना भएको देखेमा नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोस्। सचेत नागरिक बनौं, साइबर ठगीबाट आफू र आफ्नो परिवारलाई सुरक्षित राखौं।